Welcome back after the short commercial break. This is me, the prop man Rajan केसी र कार्यक्रमको नाम हो द फ्लप सो। दर्शकवृन्द, हामी यस कार्यक्रममा सक्कल बमोजिम नक्कल हुन गएको घटनालाई रागे पागे राहु केतुको दोष भन्न भ्याउँछौँ है। अब यतिकैमा हेर्नुहोस्, बाबुराम कमरेड फलाक्नुहुन्छ। हेर्नुहोस्, हेर्नु वैद्यजी, अब तपाईँलाई नफुट्नु फुट्नु भयो। अहिले आएर ए बुढेसकालमा हेर्नु, शिशु बालकको जस्तो अब रुने कराउने चितवनी नगर्नु, यो हान्ने गोरुको जस्तो साँडे नि नपल्टिनु। बरु तपाईँहरूलाई हामी यो मन्त्री परिषदले पारित गर्ने 26 सिटको टुको लगाइदिउँला भन्ने हामीले ल्याइरहेको। अब हेर्नुहोस्, यो 26 सिट भनेको कुनै वैद्य धामी झाँक्रीको प्याउ होइन। उनीहरूलाई अब उनीहरूको भूत मन्साउनको लागि यो भद्र भलाद्मीको आरा हो। भद्र भलाद्मीको आरा खोसेर यो जङ्गलीहरूलाई बाँड्न पाइँदैन। 1 पाइँदैन, 2 पाइँदैन, 3 पाइँदैन भनेपछि पाइँदैन। अब हेर्नुहोस् त, कन्डिसन यस्तो छ दर्शकवृन्द। अब यही अवस्थामा सुशील कोइराला के कम, उहाँ पनि फलाक्न थाल्नुभयो। अब हेर्नुहोस्, तपाईँहरू यो कुकुर बिहालो जस्तो झगडा नबस्नुहोस्। हुँदैन दिन बिहानको सुय मासिएर नगए, भन्दैन संविधान 2-4 नेता मरेर नगए। त्यसकारण यो प्रजातन्त्रको लागि, प्रजातन्त्रको माध्यमबाट यो संविधान जन्माउनको लागि म आफूलाई बलिदान दिन पनि तयार छु। नपत्या यो प्रमाणस्वरूप यो लियोस्। आदरणीय दर्शकवृन्द, नमस्कार। आजको यस कार्यक्रम अ टक थिएटरमा हामीसँग एक सुशील, सन्त अनि विराटमान नेता हुनुहुन्छ। उहाँ सादा जीवन अनि उच्च विचारका हिमायती हुनुहुन्छ। उहाँ अरू कोही नभएर नेपाल वृक्ष पार्टीका सभापति एवं युवा नेता हुनुहुन्छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। अब हामी लगभग चुनावको सङ्घारमा छौँ। यहाँको पार्टीको 3जना शीर्षस्थ नेताहरू तिनैतिर फर्किनु भएको छ नि। अब हेर्नुहोस्, सहमति सहकार्य र एकतामा फरक स्थानमा भएपछि तिनतिर फर्किनु परेन छ। फेरि हामी 3जना एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्या हो र एकतिर फर्किनुलाई 3जनाको निर्वाचन क्षेत्र 3तिर भएपछि 3तिर फर्किनु परेन त। अनि यहाँले यहाँको पार्टीलाई 2/3 बहुमतले जिताएमा नेपालको 10 वर्षमै कायापलट गरिदिन्छु भन्नुभएको रहेछ नि। अवश्य पनि नेपाल हामी जस्तो युवाहरूको कारण छ। विकास निर्माणको काम कुरो युवा अवस्थामै गर्नुपर्छ। अब 10 वर्षपछि त वृद्ध भइहालिन्छ। त्यस बेला स्वर्गको भिसा पनि लाग्न सक्छ। त्यसपछि यहाँ बस्ने कुरो पनि त आउँदैन। त्यसैले 10 वर्षभित्र नेपालको कायापलट गर्न जरुरी छ। यहाँ युवा अवस्थामा छँदा हलिउडको हिरो बन्न चाहनुहुन्थ्यो भन्ने कुरा पत्र पत्रिकामा आइरहेका छन् नि। होइन, के कुरा गर्नु भाइ, अहिले पनि त म युवै अवस्थामा छु। ए भनेपछि तपाईँ अझ हिरो बन्न चाहनुहुन्छ होइन? एक्सन! यो के समस्या हो? वैदिकको चुनाव बहिष्कार गर्न सफल पार्नको लागि मेरो यो घाँटी निचोड्नु खोज्नु भयो हो कि क्या हो? अझै पाखुरीमा युवा जोस ल्याउनुपर्छ। सभापतिज्यू, उहाँ बहिरेको मान्छे होइन, उहाँ साँच्चीकै फिल्म डाइरेक्टर हुनुहुन्छ। हजुरले हिरो बन्ने इच्छा देखाउनु भएकोले उहाँ यहाँ आउनु भएको। डाइरेक्टर भाइ, मैले तपाईँलाई नभएर तपाईँको घुसपैठ भिजुलान्टे शैलीलाई झापा हानेको हुन्छ। ठिक छ दा, ल एउटा हिरो जस्तो डाइलेक्ट सुनाइदिनुहोस् न त। दा, हिरो बन्न त फेरि चिच्यार गराउनुपर्छ नि। एक्सन! कट भएन दा, भोइस अलिक क्लियर हुनुपर्छ। अनि फिलिङ्स पनि पुगेन। हेर्नुहोस्, फिल्ममा त भिलेन चाहिन्छ। अब भिलेनसँग सहमति एकता भयो भने मात्र फिलिङ्स आउँछ, बुझ्नुभयो? अर्जुनजी, ल उहाँ चाहिँ चुनाव बहिष्कारवादी भिलेन। 3 नम्बर 25 याद छ नि, त्यही गर्ने हो। ओके, एक्सन! कट भएन। के अर्जुन के गरे यस्तो? यो उहाँ पछि गएर तपाईँ हो र
के गर्ने हजुर उहाँले छल्नु पर्ने थियो छल्नु भएन लाग्यो तेरे के गर्ने होला बुढो बेहोसै भयो आइडिया फिल्ममा हिरो मुर्छा परिरहेको बेला हिरोइनको एन्ट्री हुन्छ अनि हिरोइनको प्रेरणाले हिरो पिउँदिन्छ हिरोइन आई लभ यु भन्नुहोस् तपाईँकै डाइलग हो क्या आई लभ यु त्यो पनि यस्तो छिपेको मान्छे है तपाईँ जस्तो युवा नेताको अगाडि म त बालिकै हुँ आई हेट यु मैले लाइफमा कहिले पनि आई लभ यु भन्नु जानेकै मैले आई लभ यु भन्नु जानेको भए म आजसम्म यसरी कुमार भएर बस्नै पर्दैन भएन हिरोइनजी आई लभ यु त तपाईँको डाइलग पो त ल त ल त्यसो भए आई लभ यु दा हुन्छ यसो गरेर नगर्नुहोस् म एउटा हरियो काँको भने हेर्नुहोस् म बुढो भइसकेँ कहाँ बुढो हुनु नि हजुर त युवा हुनुहुन्छ त्यसैले तपाईँ युवा नेता उहाँहरू चाहिँ उहाँहरू चाहिँ शिशु हुनुहुन्छ अब सोधिदिनुहोस् यस्तो कुरा हेर्नुहोस् म हलिउडको हिरो बन्न चाहन्न म नेपाल राष्ट्रको हिरो बन्न चाहन्छु अब यो चुनावमा तपाईँहरूको भोट पाउने आश गरेको छु हुन त हुन्थ्यो तर मलाई त चिन्नु न जान्नुको पार्टीले समानुपातिकमा उठाइदिएछ कामको व्यस्तताले गर्दा फोटो सहितको परिचय पत्र बनाउनै भ्याइएन नि हुन त हुन्थ्यो हजुर मेरो बाउ अर्कै पार्टीको उम्मेदवार हुनुहुन्छ म त तपाईँलाई नै भोट दिन्थेँ नि तर के गर्नु आफू दार्जिलिङतिरको बढी दर्शकले यो चुनावमय एपिसोड कस्तो लाग्यो अब यो सल्लाह हल्ला गर्दा गर्दै हाम्रो कार्यक्रमको समयमा पूर्ण विराम लगाउने बेला भइसकेको छ तपाईँको सल्लाह सुझाव हाम्रो लागि मार्ग निर्देशन सिद्धान्त हो कामधेनु गाई जस्तै हो यसले फ्लप्सोको टोलीलाई अगाडि बढ्नको लागि मार्ग निर्देशन सिद्धान्त उपलब्ध गराउँछ त्यसैले तपाईँले हामीलाई 24 घण्टा www.facebook.com/theflopshow.ttv मा सम्पर्क गर्न सक्नुहुन्छ है दर्शकवृन्द अब जाँदा जाँदै हाँसो अपार जीवनको सार एकचोटि हाँसौँ है त दर्शकवृन्द अब भएछ के भन्दा यो जाडो महिनामा एकजना व्यक्ति चाहिँ अब ज्याकेट किन्न जानुभएको रहेछ हेर्नुहोस् अब उहाँले पसले साउजीलाई पनि ज्याकेटको मूल्य कति भनेर सोध्नुभएछ पसले साउजीले पनि ड्याङ्गै 10,000 भनिदिनु भएछ ती मान्छे यति ताते रिसले चुर भएर यत्रो महँगो पसले साउजीले पनि नम्र भएर भने अब तपाईँले यो ज्याकेटको मूल्य सुन्दा त यति तात्नुभयो अब यो ज्याकेटै लाउँदा त तपाईँलाई त जाडोले छुँदैन हस् त दर्शक भाइ नमस्ते